ओके, नमस्ते सबैजनालाई। अब चाहिँ अति नै भयो। यो खुट्टा टान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन है। अहिले फेरि नयाँ ट्रेन्ड आएको छ साइबर सेनाको टिओबीसँग हामीलाई बदनाम गर्नलाई है, फ्री टिबेटसँग खै के भनेर के देखिरहेछौँ हामीले। धेरै हामीलाई प्रश्नहरू पनि आइरहेछ होइन। अनि मान्छेहरू फेरि पताइदिइरहेछ, फेरि यस्तो रे भन्दै पताइरहेछ। कति मात्रै हामी नेतासँग लड्ने कि भ्रष्टाचार विरुद्ध हामी लड्ने कि यो फेक न्यूजहरूको पछि लड्ने कि हाम्रो टिम मिलाउनु लड्ने कि हैन, कति कुरामा चाहिँ हामी लड्नुपर्ने है। र मलाई देखाउनु पर्यो कि जसले यो एक्युज गरेछ नि हामीलाई हैन, देखाउनु पर्यो कि त्यो भिडियोमा चाहिँ म चाहिँ कहाँ छु भनेर के, म चाहिँ कहाँ छु भनेर त्यहाँ देखाउनु पर्यो क्या। र मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ, मैले बोलाएको हो भने हैन। विदाउट एनी प्रुफ, विदाउट एनी एभिडेन्स म त्यहाँ भएको नभएको हैन, त्यहाँ त देखिन्छ होला नि। म त्यो भिडियोमा चाहिँ म त्यहाँ देख्दिनँ त, म त त्यहाँ त हैन। अनि यसलाई चाहिँ हामीले बोलाएको भन्दै पुरा उयो गर्नु खोज्ने हुन्छ नि, यो साइबर सेनाको नयाँ स्टाइल हैन। अनि यो फेरि हामीहरू पत्ताउने, हामीहरू त्यति डम छौँ र हामी पढे लेखेका छैनौँ। सत्य र असत्य हुन्छ, झुट र यो कुरा हामी पहिचान गर्न सक्दैनौँ, हामी छुटाउन सक्दैनौँ हुन्छ नि। यसो बुझ्न सकिन्छ नि त्यसमा हैन, यसमा त यो मान्छे छैन, यो किन यिनीहरूले यस्तो गरेको होला हैन भनेर त हामीले हेर्नु बुझ्नु त सक्छौँ नि त आफ्नो त। हामी त पढे लेखेका मान्छेहरू छौँ हैन। तर हैन, यस्तो भिडियो आयो, लो ए हो रहेछ हैन, ए हो रहेछ, हेर्दा यो त यस्तो पो रहेछ भन्दै के हैन। रहेको कुरा अर्को कुरा फ्री टिबेटको हामीलाई जुन चाहिँ पहिलादेखि आरोप लगाएर फ्री टिबेट बार्बर फाउन्डेसन भन्दै अरू के आरोप लगाएको छ। भोलि हामी हरेक कुराको हामी क्लियर गरिदिन्छौँ। अब चाहिँ अति भयो। भोलि यत्रो ठुलो टिभीमा राखेर हाम्रो अकाउन्ट एक रुपियाँको हामीसँग हिसाब छ, त्यो पैसा कहाँ गएको छ, कुन ठाउँमा गएको छ र कुन मान्छेलाई समेत गएको छ, हामीसँग फोन नम्बर हुन्छ हैन। हामीलाई थाहा थियो यस्तो दिन आउँछ भनेर, कुनै दिन त आउँथ्यो हामीलाई खुट्टा तान्नेहरू त हैन, हामीलाई थाहा थियो। र रह्यो कुरा एनजिओको, हामी नेपाल इज एन एनपिओ, हामीलाई एनजिओ मन नपरेर हामीले एनपिओ भनेर राखेको हामीले है। र त्यसको पनि एभिडेन्स हामी भोलि देखाइदिन्छौँ, ढड्डै पल्टाएर मजासित। ल यहाँ यो छ, हाम्रोमा यो आधारमा हामीले यो आन्दोलन गरेको हैन, यो हाम्रो फाइनान्स हो, हामीसँग भएको पहिला यति रुपियाँ छ र कुन चाहिँ युएसएआइडी देखि लिएर कुन चाहिँ युएसआइएनजिओसँग हामीले पैसा लेखेर छ र 1 रुपियाँ देखाउ। ल 1 रुपियाँ मात्र देखाउनु हैन, धेरै परेन। मैले भने त 1 रुपियाँ मात्रै हाम्रो यो फोरेन आइएनजिओहरूबाट लिएको मात्र देखाउनु। ल 1 रुपियाँ, $1 मात्र लिएको देखाउनु न, बाँकी पर्दैन। हाम्रो अफिसमा आएर हामीसँग कुरा गर्न मिल्छ। अनि तपाईहरु